Hello guys, welcome to my channel and this is my first ever video. अनि यो भिडियोमा चाहिँ मैले आफ्नो US student visa को बारेमा भन्न जाँदैछु and it's all about my experience and some tips that I will give to you guys regarding the interview. So stay tuned till the end of the video अनि let's get started. So before we begin the video, I just want to say that this video is divided into 5 timestamps, and if you guys are interested in navigating to only a particular section and watch it, then you can do that as well. So let's get started with my profile then. So starting with my profile, I've done my bachelor's in computer science engineering from MIT ADT University, Pune, India, with CGPA 8.47 out of 10. त्यसपछि चाहिँ I have also published my research paper. मैले चाहिँ IEEE conference held भयो थियो रायपुर इन्डियामा. So professor bachelor's के professor र म भएर चाहिँ we gave a presentation in the conference and our paper was selected and published as well. त्यसपछि when I returned back, I started preparing for my GRE and IELTS. GRE र IELTS लाई प्रिपेयर गरेको तर IELTS मात्र दिए, GRE को लागि टाइमै भएन. I need to start shortlisting and apply to the university because I was aiming for fall 2024. अनि IELTS पनि दिए, IELTS फेब्रुअरीमा दिए. I scored 7 with not less than 6, 7.5 दुईटामा आएको थियो, लिसनिङ र रिडिङमा. अनि स्पिकिङमा चाहिँ 6.5 थियो, राइटिङमा चाहिँ कम थियो, 6 थियो. अनि अरू चाहिँ के थियो मेरो, अरू यति नै हो. अब एक्स्ट्रा करिकुलर्स थियो उसको कलेजमा, त्यो ह्याकाथनहरूमा पार्टिसिपेट गर्थेँ. CTFsहरू त्यो क्याप्चर दिएको लागि मेरो साइबर सिक्युरिटी फिल्ड टु बी अन बाई द वे. अनि मैले CTFsहरू नि गरेँ, सेकेन्ड थर्ड हुन्थेँ. त्यही नै हो मेरो प्रोफाइल त, अरू त खासै केही थिएन. सो टकिङ अबाउट माई एडमिट्स एन्ड रिजेक्ट्स, मैले चाहिँ आई हेभ एप्लाइड टु अ टोटल अफ 7 universities, आउट अफ विच आई गट एक्सेप्टेड इन 6 of them, एन्ड नर्थ इस्टर्न युनिभर्सिटीमा चाहिँ आई गट रिजेक्टेड. बस्टनको युनिभर्सिटीमा चाहिँ पछि फेरि आर्लिङटनवालामा चाहिँ एप्लाई गरेको थिएँ, आर्लिङटनले चाहिँ एक्सेप्ट गरेको थिएँ. सो आउट अफ 6 सुरुमा मैले डिसिजन पाएको चाहिँ जर्ज वासिङटन युनिभर्सिटीको थियो, वासिङटन डिसीवाला. त्यहाँ चाहिँ मेरो फी नै $60,000 COA थियो, 1 yearको COA. सो अराउन्ड $120,000 2 years को. सो द्याट वाज भेरी एक्सपेन्सिभ फर मी. अनि सेकेन्डमा चाहिँ बे एटलान्टिक युनिभर्सिटी थियो, त्यो पनि डिसीमै थियो. इट इज ऱ्याङ्क्ड एज 49th इन रिजनल युनिभर्सिटी. त्यसको फिस चाहिँ कम्पेरिटिभली लोवर नै हो जर्ज वासिङटन भन्दा चाहिँ. द्याट इज अराउन्ड 43,200 फर 2 years अफ मास्टर्स इन साइबर सिक्युरिटी. त्यसमा चाहिँ आई गट अराउन्ड $8,000 स्कलरसिप फर 2 years. अनि लिभिङ चाहिँ लगभग 6,000 थियो. So its COA was around 26 to 27,000 US dollars. City चाहिँ Illinois Institute of Tech, Chicago को. So त्यो युनिभर्सिटीको COA चाहिँ अराउन्ड 52 थियो. त्यसमा चाहिँ मैले $10,000 को स्कलरसिप पाएको थिएँ. द कोर्स वाज MS इन साइबर सिक्युरिटी. यो तिनटैको अगाडि मैले भनेको तिनटैको नै साइबर सिक्युरिटीकै मास्टर्स हो. So the fourth universities was University of New Hampshire. It was in Manchester, New Hampshire. त्यसको चाहिँ अहिलेसम्मकै आई मिन यो तिनटामा चाहिँ सबभन्दा लोएस्ट नै हो फिस चाहिँ. इट वाज अराउन्ड 35,000 ट्युसन फर 2 years. त्यसमा नि मैले $4,000 को स्कलरसिप पाएको थिएँ. एन्ड द नेक्स्ट युनिभर्सिटी वाज UTA, युनिभर्सिटी अफ टेक्सास आर्लिङटन. त्यसमा नि अराउन्ड 32K थियो COA फर 16 months अफ मास्टर्स इन इन्फर्मेसन सिस्टम्स. सो त्यसमा चाहिँ मैले स्कलरसिप केही पनि पाएको थिएन. इट वाज नट मेन्सन इन I-20. सो द लास्ट युनिभर्सिटिज विच आई एम गोइङ इज एन्ड आई गट एक्सेप्टेड एज वेल इज क्लार्क युनिभर्सिटी, यो चाहिँ म्यासाचुसेट्स USA मा हो. सो यसको COA चाहिँ अराउन्ड मलाई 38 समथिङ थियो, 38,000 समथिङ थियो. And I got around 15% of scholarship for 2 years of Masters in Information Technology. So these were my admits and rejects. So let's move on to the next. So let's talk about how was my interview experience.
सो माई इन्टरभ्यू वाज अन May 10 बिहानको 7:45मा थियो. सो आई गट टु एम्बेसी अराउन्ड 6:30सम्म पुगिसकेको थिएँ. म बिहान हल्का पानी परिरहेको थियो. म पठाउ सोह्रकोटेमा बसेको थिएँ अनि त्यहाँबाट पठाउ गरेर अलमोस्ट अराउन्ड 4 to 5 किलोमिटर्स थियो. 10-15 मिनटमा पुगिसकेको थिएँ म. अनि त्यहाँ लाइन थियो पुरै, त्यो एम्बेसीको बाहिर गेटमा पुरै लाइन थियो. मैले ब्याग स्याग लगेको थिएँ अनि हल्का मेरो युनिफर्म चाहिँ आई वाज वेयरिङ फर्मलमा थिएँ. मेरो फर्मल अटायर थियो. एउटा सर्ट लगाएको त्यो थिएँ, वाइट सर्ट, अनि ब्ल्याक प्यान्ट, ब्ल्याक सुज थियो. नर्मल थियो, चिल थियो. अनि त्यसपछि 7:10तिर अब 7:10 होइन 6:30सम्म म लाइनमा बसिसकेको थिएँ. ब्याग थियो, मैले ब्याग चाहिँ यतापट्टि पसलमा राखेको थिएँ. त्यहाँ राखिदिनु भएको थियो दाइले फोटो स्टुडियो पसलमा. अनि म त लाइनमा बसेको थिएँ. त्यसपछि 7 बजी खुल्यो, भित्र गएँ. अनि भित्र पनि त्यहाँ पुरै त्यो सर्प जस्तो लाइनमा बसाउँछ क्या त्यहाँभित्रपट्टि. अनि गएँ अनि सबैको पालो गइरहेको थियो. त्यहाँ आउट अफ कति 10जनाको ग्रुप गरेर भित्र पठाइरहनु भएको थियो. अनि त्यहाँ चाहिँ मैले लाइनमा बस्दाखेरि पनि अगाडि पछाडि बोलेर चाहिँ जस्ट टाइम बिताइरहेको थिएँ क्या. आई मिन अब आई डोन्ट वान्ट इन्टरभ्यू टु गो इन माई हेड के. मलाई त्यो प्रेसर फिलै गर्न मन थिएन. सो आई वाज टकिङ टु फ्रन्ट गाइज, पछाडि अगाडि पछाडि होइन. मेरो मास्टर्सलाई थियो नि त, अनि ब्याचलर्सको भाइहरूसँग नि कुरा गर्थेँ. हामी हाँसी मजाक गरेर रमाइलो गरेर बसिरहेको थियौँ. अनि त्यसपछि सेक्युरिटी चेकिङहरू सबै भइसकेको थियो. भित्र वेटिङ एरियामा बसाउँछ क्या. त्यसपछि सेक्युरिटी चेकिङ भएपछि चाहिँ भित्र बसाउँछ. वेटिङ एरियामा बस्यौँ. अनि पालो हरेक त्यो अगाडिदेखिको रोहरू त्यसरी पालो आउँछ कि भित्र पठाउँछ. अनि त्यहाँनिर चाहिँ हाम्रो एपोइन्टमेन्ट र I-20 चेक हुन्छ क्या हो. एपोइन्टमेन्ट र पासपोर्टमा स्ट्याम्प लगाउनुहुन्छ. त्यो डिएसको पछाडिपट्टि त्यो QR कोड हुन्छ नि, त्यो बारकोडको त्यो स्टिकर चाहिँ टाँसिदिनुहुन्छ त्यहाँनिर. अनि भित्र जाने. त्यहाँभित्र पनि अब ग्रुप अफ कति 7-8 त्यसरी बिस्तारै पठाइरहनु भएको हुन्छ. भित्र भिड भयो भने चाहिँ दे वन्ट अलाउ इट. बाहिरै त्यही राखिदिनुहुन्छ. अनि भित्र जाने. भित्र अब बायोमेट्रिक सुरु हुन्छ. सुरुमा अब फर्स्ट सेकेन्ड काउन्टरमा चाहिँ बायोमेट्रिक हुन्छ. अब त्यहाँ पहिला आफ्नो पासपोर्ट दिने. पासपोर्ट र फोटो माग्यो भने दिने. फोटो लानुपर्छ, 2x2 को फोटो लानुपर्छ. त्यो पासपोर्ट दिने. अब I-20 अनि अरू कुरा माग्नु भयो भने दिने. अनि त्यहाँ सोध्नुहुन्छ विच युनिभर्सिटी भनेर सोध्नुहुन्छ. अनि आफ्नो युनिभर्सिटी भन्ने. अनि त्यही डिएस चेक गर्ने हो. अनि सेकेन्ड काउन्टर हो कि थर्ड काउन्टरमा गएपछि त्यहाँ फरेन नेसनलको एउटा सर हुनुहुन्छ, अफिसर. अनि उहाँले चाहिँ बायोमेट्रिक लिनुहुन्छ कि. त्यहाँ चाहिँ अब प्लेस अफ 4 फिङ्गर्स, लेफ्टको पहिला 4 फिङ्गर्स अनि राइटको 4 फिङ्गर्स अनि थम्ब हुन्छ. त्यसरी चाहिँ तिम्रो बायोमेट्रिक्स हुन्छ. अनि त्यसपछि त्यो भइसकेपछि चाहिँ दे विल टेल यु टु गो फ्रम 4 को लाइनमा बस्नु भन्नुहुन्छ कि काउन्टर 4बाट चाहिँ अब इन्टरभ्यूको लाइन सुरु भयो. त्यहाँबाट चाहिँ अब 5 हो कि 4 हो कि 5बाट हो क्या. 4देखि हो क्या. 4, 5, 6, 7, 8 त्यसरी 4 हो कि 5वटा काउन्टर हुन्छ. त्यहाँ चाहिँ इन्टरभ्यू हुन्छ. अनि लाइनमा बस्ने. अनि इन्टरभ्यू पनि अनि पालो गरी जाने. अब त्यहाँ भिजा अफिसरहरू भित्र हुनुहुन्छ. भित्र देखिन्छ सबै. अनि त्यहाँ आउनुभयो भने बोलाउनुहुन्छ. अनि भित्र एउटा त्यो दिदी पनि हुनुहुन्छ कि त्यहाँ भलन्टियर गर्ने. तिमीलाई यो लाइनमा जाऊ भनेर भन्नुहुन्छ. त्यहाँ अब त्यो कर्लीकोमा पऱ्यो भने तिमी चाहिँ यताउता चाहिँ नगर. त्यहाँ गाह्रो पर्छ. त्यो चाहिँ त्यो गाली गर्नुहुन्छ. अब उता भित्रबाट अफिसरले पनि देखेर हुन्छ नि त. अनि इम्प्रेसन नै खराब हुन्छ क्या. त्यही भएर जोसँग पऱ्यो पनि अब बी कन्फिडेन्ट. त्यही हो. अनि अब इन्टरभ्यू चाहिँ कस्तो भयो त्यहाँ अब अगाडि. ओके, सो म चाहिँ स्ट्रेट भ्यूमा चाहिँ परेको थिएँ. सो सिधै गएँ पहिला होइन. अनि त्यसपछि गुड मर्निङ अफिसर भने. गुड मर्निङ भन्नुभयो. अनि मैले गुड मर्निङ भन्दै I-20 र मेरो पासपोर्ट अनि ट्रान्सक्रिप्ट 3टा चिज हो. पासपोर्ट, I-20 र ट्रान्सक्रिप्ट चाहिन्छ है. त्यसपछि मैले सिधै त्यो तलबाट पास गरिदिएँ. अनि त्यसपछि अनि हेर्नुभयो क्या. अनि सुरुमा I-20 लेख्नुभयो. अनि सो यु गोइङ टु प्रिटी एक्सपेन्सिभ युनिभर्सिटी फर मास्टर्स, क्यान यु अफोर्ड इट भनेर भन्नुभयो. अनि म चाहिँ कन्फिडेन्टमा फुल कन्फिडेन्ट है. म चाहिँ यस अफिसर, आई एम स्योरली द्याट माई फादर विल एबल टु फन्ड माई एजुकेसन एन्ड आई क्यान अफोर्ड इट भनेर म पुरै ढिक्कको साथ भनेँ क्या. अनि मैले त्यो अरू कुराहरू गर्दै गर्ने कि लाइक मेरो फादरले यो गर्नुहुन्छ ऊ गर्नुहुन्छ भनेर. द्याट वाज आई थिङ्क द्याट वाज नट नेसेसरी क्या. म आफ्नो त्यो फर्स्ट लाइनै म कन्फिडेन्ट भएर बोल्थेँ. अनि ओके भन्नुभयो. अनि भन्दै थिएँ अब आई मिन भनौँ के जस्तो लागेको थियो. फेरि भनेन. अनि केही पनि भन्नुभएन सरले. अनि त्यसपछि मेरो ट्रान्सक्रिप्टहरू हेर्नुभयो. ट्रान्सक्रिप्ट मेरो इन्डियाको ब्याचलर्स हो क्या. मेरो ब्याचलर्स इन कम्प्युटर साइन्स इन्जिनियरिङ.
इन्डियाको त्यो डिग्री हो एन्ड माई ग्रेड्स वेयर प्रिटी गुड 8.47 आउट अफ 10 थियो मेरो अनि सो म चाहिँ होइन उहाँले चाहिँ त्यो ट्रान्सक्रिप्ट चाहिँ त्यो ओरिजिनल हो कि भनेर यस्तै गोटाइ हेरिरहनु भएको थियो कि त्यो हेरेर चाहिँ हाँसिरहेको थियो अनि त्यसपछि सरले चाहिँ अनि सो यु ग्रेजुएटेड फ्रम इन्डिया भनेर सोध्नुभएको थियो अनि यस सर आई ग्रेजुएटेड फ्रम इन्डिया एन्ड आई कम्प्लिटेड माई ग्रेजुएसन इन 2023 मे भने अनि सो इट्स बिन अ 1 year भनेर भन्नुभयो अनि यस अफिसर भने अनि सो वाट हेभ यु बिन डुइङ सिन्स देन भनेर सोध्नुभयो त्यसपछि मैले अब डिएसमा पनि त्यसरी नै मेन्सन गरेको थिएँ कि म स्टुडेन्ट हो तर मैले आफ्नो ग्रेजुएसन पछि चाहिँ आई वाज इन्भल्भ इन दिस एरियाज भनेर थियो मैले मेन्सन गरेको थिएँ क्या सो मैले त्यही भन्थेँ कि सो आई वाज इन्भल्भ in publishing my research paper and I also participated and presented my research paper in a conference held in Raipur, India and from it was in October and after November I was involved in making my own portfolio website and I also make some projects like criminal face identification system भन्दै थिएँ अनि इन्टरभ्यू गर्नुभयो अनि त्यसपछि अनि so your grades were pretty good right so this is pretty good grade भनेर भन्नुभयो अनि यस अफिसर आई वर्क प्रिटी हार्ड फर इट भनेर यताउता भनेर भने मैले चाहिँ सबभन्दा मेरो बेस्ट ग्रेडहरू चाहिँ होइन 7th र 8th सेममा थियो 6, 7, 8मा थियो त्यो चाहिँ म सबभन्दा माथि राखेको थिएँ कि सुरुमै त्यही हेर्ने बित्तिकै इम्प्रेसन पऱ्यो जस्तो लाग्यो मलाई त्यो चाहिँ अनि त्यसपछि के सोध्नुभयो त्यसपछि मेरो सिब्लिङ्सहरूको बारेमा सोध्नुभएको थियो सो डु यु हेभ एनी सिब्लिङ्स इन युएस भन्नुभयो अनि no officer I don't have any my relatives and siblings in US though I have some friends staying in Washington DC studying bachelor's in Howard University यस्तै मिलाएर भन्दै थिएँ त्यसपछि ओके भन्नुभयो अनि don't you have any siblings or younger brother of your own भनेर भन्नुभयो अनि I do have my younger brother he's studying here in grade 7 भन्दै थियो अनि इन्टरभ्यू गर्नुभयो अनि त्यसपछि के सोध्नुभएको थियो मेरो त्यो ट्रान्सक्रिप्ट मेरो इन्डियाको थियो नि त अनि उहाँले चाहिँ अनि सो यु ग्रेजुएटेड फ्रम 11, 12 हियर इन नेपाल राइट भनेर भन्नुभयो नि 11, 12 चाहिँ नेपालै पढ्यो हो नि तैँले भनेर सोध्नुभएको थियो अनि हो भनेर भन्यो अनि त्यसपछि डु यु हेभ एनी ट्रान्सक्रिप्ट सर्टिफिकेट विथ यु राइट नाउ भनेर भन्नुभयो अनि नो अफिसर आई हेभन्ट ब्रट माई 11th and 12th grade because we were told that we only need to bring recent transcript भनेर भने कि मैले अब सबभन्दा रिसेन्ट जुन ग्रेजुएट भयो अनि त्यही दिने हो भनेर भन्दै अनि त्यस्तै भएर अनि त्यति नै हो अनि अरू त केही थिएन त्यति भने अनि भन्दै थिएँ ओके आइम एप्रुभिङ योर भिजा भन्नुभयो अनि ग्रिन स्लिप दिनुभयो म त एकछिन टप भएर एकछिन त होइन मेरो पासवर्ड दिन्छ कि जस्तो लाग्यो अनि ग्रिन स्लिप दिएपछि त कहाँ पासवर्ड दिन्छ दिँदैन नि त होइन त्यहाँ राखिदिन्छ नि त अनि एकछिन 2 सेकेन्ड पज गरेँ अनि त्यहाँबाट थ्याङ्क यू अफिसर भनेर निस्केँ अनि यताबाट त्यसपछि त्यही नै थियो मेरो एक्सपिरियन्स अरू कतिले मभन्दा अगाडि त कतिले ग्रिन स्लिप के अरे येल्लो स्लिपहरू पाइरहेको थिएँ म त डर लागिरहेको थियो अब ठिकै भयो राम्रै भयो त्यही हो मेरो एक्सपिरियन्स चाहिँ Okay, so from my experience, the tips that I want to give you guys है त सबभन्दा मेन चिज भनेको चाहिँ होइन कहिले पनि होइन डोन्ट लेट एनी वान त्यहाँ लाइनमा त कति मान्छे भेट्छौ नि तिमीले होइन कति मान्छे भेट्छौ डोन्ट लेट एनी वान गेट इन्टु यर हेड डोन्ट लेट एनी वान म्यानिपुलेट यु अनि बी कन्फिडेन्ट एन्ड स्योर विथ यर एन्सर्स के त्यो चाहिँ कहिले पनि बिर्सिनु हुँदैन कि द्याट म्याटर्स अ लट है त्यहाँ भित्रपट्टि त्यहाँ सिनारियो त्यो बायोमेट्रिकको लागि पसेपछि त्यहाँभित्र यति भिड हुन्छ तिम्रो त्यो दिमागले कामै गर्दैन क्या त्यहाँनिर यु फर्गेट अल यर एन्सर्स के सो मेक स्योर एन्सर्सको चाहिँ अब पोइन्टहरू चाहिँ मलाई यस्तो सोध्नु भयो भने चाहिँ म यो पोइन्टहरूको एन्सरहरू भन्छु भनेर त्यो चाहिँ दिमागमा राख्नु होइन त्यहाँभित्र सब बिर्सिन्छ यस्तो फास्ट लाइफ इज भेरी फास्ट त्यहाँ कि त्यहाँ 10 सेकेन्ड 20 सेकेन्डमा रिजेक्ट हुन्छ 20 सेकेन्डमा एक्सेप्ट हुन्छ त्यहाँ कतिको त 1 मिनट 2 मिनट हुन्छ होइन त्यही भएर त्यहाँ चाहिँ धेरै फास्ट पेस हुन्छ त्यहाँ त तिमीले सोच्न नि भ्याउँदैन कि तिमी एक्सेप्ट भयो कि रिजेक्ट भयो भनेर कि सो द्याट इज वान थिङ अनि सेकेन्ड थिङ भनेको चाहिँ डोन्ट गिभ सर्ट एन्सर्स है सर्ट एन्सर्स नदिने अर डोन्ट गिभ अनइन्फर्मिङ एन्सर्स के सम एन्सर्स द्याट आर नट रेलेभेन्ट अर त्यो एसे टाइपको एन्सरहरू नै नभन्ने कि अन पोइन्ट भन्ने होइन तर हल्का इन्फर्मेटिभ नै भन्ने होइन छोटो भयो नि भयो तर इन्फर्मेटिभ चाहिँ हुनु पऱ्यो है त्यो चाहिँ मेन थिङ हो अनि त्यहाँ चुप लाएर बस्नु भएन होइन हल्का बोलिरहनु पऱ्यो अब धेरै पनि बोल्नु भएन है मैले धेरै पनि बोलिनँ नि त सुरुमा मेरो फन्डिङको एन्सर सोध्नु के अरे क्वेसन सोद्धाखेरि होइन अब चाहेको कुरा गर्ने त होइन दे डोन्ट लाइक होइन पोलाइट हुनु पऱ्यो होइन पोलाइट हुनु पऱ्यो अनि अन पोइन्ट एन्सर दिनु पऱ्यो त्यसपछि थर्ड मैले अघि नै कुरा गरिसकेँ यसको बारेमा यु हेभ टु बी कन्फिडेन्ट
मेक आई कन्ट्याक्ट विथ भिजा अफिसर। मैले एकचोटि पनि तल हेरेन, भिजा अफिसरले चाहिँ बरु स्क्रिनमा हेर्दै अगाडि हेर्दै तल हेर्दै गरिरहनु भएको थियो होइन, मलाई हेर्दै गरिरहनु भएको थियो। आई वाज मेकिङ 100% आई कन्ट्याक्ट विथ भिजा अफिसर एन्ड आई वाज लाउड एन्ड क्लियर क्या। आई वाज नट थिङ्किङ अफ एनीबडी हु इज गिभिङ इन्टरभ्यू नेक्स्ट टु मी होइन। मलाई कोही बाल थिएन कि साइडमा कसले इन्टरभ्यू दिइरहेको थियो, दे वर गिभिङ राम्रो एन्सर्सहरू, आई डोन्ट गिभ अ। त्यसपछि मैले आफ्नो एन्सरलाई चाहिँ आई वाज कन्फिडेन्ट, मैले चाहिँ आज जसरी ग्रिनसिप जानुपर्छ भनेर त्यो चाहिँ मोटिभेसन थियो क्या। एन्ड आई वाज भेरी लाउड एन्ड क्लियर। अनि तर मेरो चाहिँ होइन 2-3 चोटि चाहिँ मैले चाहिँ होइन त्यो भिजा अफिसरले के क्वेसन सोधिरहनु भएको मैले सुनेको थिएन क्या। आई वाज टेलिङ लाइक सरी सर भन्दै होइन। त्यहाँभित्र माइक हुन्छ तर त्यो बाहिरको स्पिकरबाट राम्रोसँग आवाज नै आइरहेको हुँदैन कि, कुनै ठाउँको त्यो काउन्टरमा चाहिँ आइरहेको हुन्छ होइन। म परेको 4 कि 5मा थिएँ, राम्रोसँग आवाजै आइरहेको थिएन कि भित्रबाट। अनि त्यही पनि ठिकै भयो होइन। सो हि वाज भेरी पोलाइट एन्ड रुड हुने भयो होइन उनीहरू होइन। मैले त्यस्तो सरी भन्दाखेरि पनि 2-3 चोटि होइन, आई वाज पोलाइट होइन, त्यही भएर पनि होला। अरू भनेको त अब प्रिपेयर वेल एन्ड अरूले अब जस्तै अब एक्सपिरियन्सहरू लेखा हुन्छ नि त होइन। अब यो यसमा टेलिग्राम ग्रुपहरूमा तिमीले एन्सर्सहरू भेट्छौ होइन। सो मेक योर ओन एन्सर्स। अब तिम्रो जस्तो एन्सर, तिम्रो जस्तो एक्सपिरियन्स अरूको हुँदैन। यु हेभ टु स्ट्यान्ड आउट योर सेल्फ होइन। आफ्नो केस चाहिँ, आफ्नो प्रोफाइल चाहिँ अरूभन्दा कसरी चाहिँ स्ट्यान्ड आउट गर्छ कि कुन चाहिँ पोइन्ट्सहरूले चाहिँ तिमीलाई चाहिँ अरू क्यान्डिडेट भन्दा चाहिँ राम्रो बनाउँछ, अरू क्यान्डिडेट भन्दा चाहिँ स्ट्यान्ड आउट हुन्छ कि तिमी कुन कुराले चाहिँ हो। सो यु हेभ टु मेक योर एन्सर्स अन योर ओन, डोन्ट कपी नगर्ने। अब हल्का के अरे रेफरेन्स त गर्न सकिन्छ होइन, तर मेक योर एन्सर्स अन योर ओन। त्यहाँ पछि तिमीले बाहिर जति जे रटाएछौ सबै बिर्सिन्छौ। यु हेभ टु मेक योर ओन एन्सर्स, बी कन्फिडेन्ट एन्ड गुड लक टु एभ्रिबडी। सबैजनाले ग्रिन स्लिप ल्याउनु होला। एन्ड सकेसम्म अब क्लार्कमै जानुहुन्छ भने अब मलाई कन्ट्याक्ट गर्दा हुन्छ, विल कनेक्ट अनि सँगै बस्न पनि सकिन्छ। अब आई गिभ यु अदर क्वेसन्स एन्सर्स एज वेल। त्यही हो, गो इन एभ्रिबडी, गुड लक एन्ड जसले पाउनुभयो कङ्ग्रेचुलेसन्स टु देम।